साथीहरू सबैजनालाई एउटा कुरो भन्न मन लाग्यो क्या। मैले अहिले टिकटकमा हेरेँ भूतको धेरै भूतको मात्र टिकटकहरू बनाएको सत्य यथार्थ भर्खरै अब भूतै मान्छे जस्तो भएर हिँडेको र मान्छे नै भएर हिँडेको बोलाएको किस्कन्नेहरू। अनि हेर्दै हेर्दै जाँदाखेरि अनि राँके भूत पनि राँके भूतको त्यो टिकटक हेरेँ है, बुरुक उफ्रेको। अनि मलाई अस्ति चाहिँ म अलिकति डराउँथेँ साँच्चीकै सबैजनाले भन्दाखेरि। भर्खरै धेर पनि भएको छैन क्या, तपाईँहरूले पनि हेर्नुभएको छ कि छैन। मैतीदेवीबाट ट्याक्सी चढेर एकजना लेडिज मान्छे पशुपतिको ठ्याक्क त्यो मूल गेटभन्दा अलिक यतापट्टि ठ्याक्क त्यो गौशाला ठानाबाट सिधै जाँदाखेरि यता गौशाला ठानापट्टिबाट जाँदा देब्रे साइडको घर खोलेर पसिन् अरे। अनि त्यस पछाडि मलाई पर्खिनु पुर्याइदिनु भनेन अरे त्यो घरको महिलाले। त्यस पछाडि फेरि अनि त्यहाँ पुर्याउनु जाँदाखेरि ट्याक्सीले ठ्याक्कै रातको 12 बजेको थियो अरे। अनि फेरि पर्खिँदै गर्दाखेरि अब अलिक ढिलो भइसकेपछि ट्याक्सीले छोडेर गयो अरे भनेर त्यो पनि हेरेँ क्या। सबै कुरो हेरिसकेपछि मलाई चाहिँ अहिले चाहिँ मलाई त्यो राँके भूत पनि हेरिसकेपछि यो डराएर हेऱ्यो भने सबै कुराबाट डरायो भने झन् बढी सबै कुरा देखिन्छ क्या अरे, भेटिन्छ क्या अरे। अनि यो डराउँदै नडराएपछि जिउँदो आत्माले हो गर्ने भनेको, मरेको आत्माले खासै डराउनु हुँदैन, केही पनि गर्दैन। डरायो भने त यो मरेको आत्माले भन्दा जिउँदो आत्माले चाहिँ झन् धेरै हेप्छ कि जस्तो लाग्यो मलाई त। यो सबै हेरिसकेपछि मलाई नै अस्ति यस्तै डर लाग्थ्यो। यसो हेऱ्यो अनि म साथीलाई पनि पठाउँदैन थिएँ क्या। अनि पठाएँ भने बा डर लाग्छ होला रात बेला एक्लै भन्ने हुन्थ्यो। तर होइन रहेछ साथीहरू, यो के भन्छ, यो मरेको आत्मासँग डराउनु भन्दा जिउँदो आत्मासँग डराउनु पर्छ। अहिले त्यो राँके भूत एउटा गाडीबाटै खिचेको रहेछ क्या, राँके भूत बुरुक उफ्रिँदै आएको। त्यो हेरिसकेपछि साला जिउँदो आत्मालाई विश्वास गरेर हिँड्दा त जिउँदो आत्माले दिएका दुःखहरू कसैले भुल्दैन। मरेको आत्माहरूलाई त त्यसै पनि डराउनु हुँदैन, जित्न सकिन्छ भन्ने हिम्मत आयो क्या मलाई चाहिँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ है? अनि यो भूतहरू यताउति भनेर अनि यो मान्छे हेर्नेले यो त्यो भनेर सबै कुरा विश्वास गर्नु हुँदैन क्या। विश्वास गर्नुपर्छ। म पनि एउटा विश्वास गर्छु। वैज्ञानिकलाई विश्वास गरिन्छ, विज्ञानलाई विश्वास गरिन्छ, तर